Hello guys, hello. म चाहिँ काममा जाँदैछु है। यस्तो मौसम दामी छ है पुरा। अझ अब अघिल्लो दिनहरुमा भन्दा धेरै राम्रो देखिरहेको छ है। अनि त्यसपछि म चाहिँ जाँदैछु साइकलमा काम गर्नु टक्कसँगले हैन। अब बिस्तारै चिसो बढ्दै छ है। अनि चिसो छ है बढ्दै छ। अनि म चाहिँ काममा जाँदैछु गाइस है। अहिलेको हैन अब केही दिनपछि हैन नेपालको सबैभन्दा नेपाल कोरियाको महानबडा दशैं आउँदैछ है। तपाईहरुले कसरी मनाउनु हुने है। तर हामी चाहिँ टक्कसँगले काम गरेरै मनाउँछौँ मलाई जस्तो लागिरहेछ हैन। अब हेरौँ लेट्स सी के हुन्छ हैन। अब म जाँदैछु काम गर्नु। अब 2 मिनेट साइकलमा गएपछि पुगिन्छ ठाउँमा। अनि त्यसपछि काम गरिन्छ हैन। अनि त्यसपछि अब अझ चाहिँ हामी के काम गर्छौँ त्यो थाहा हुँदैन। घरै पनि थाहा हुन्छ गइसकेर है गाइस। आम्मामा यार 3 दिनपछि अनि रुमभन्दा पहिला निस्किँदा त पुरै आमामा आँखै नदेखिने रहेछ है। हाम्रो यता यहाँको यो ठाउँको चाहिँ अब दसैँ थियो हैन। 3 दिन बिते थियो अनि रुमभित्र हैन। अनि त्यसपछि अहिले चाहिँ पानी राखेको छ भर्खरै। अनि हामी जुत्त जानु आँटिरहेछौँ यो भाइसँग। अनि माथि चाहिँ पुल बनिरहेको छ। आमामा के गर्ने खोजेको यो पुलले त। हाम्रो नेपालतिर त तल मुनि खोला नदीहरू थियो भने मात्रै पुल बनाउँछ त। अनि यहाँ त के बनाइरहेको हुन्छ। हाम्रो पनि अनि साइकल थापाकोहरू भन्दा खतरा छ नि हो साइकल त। अनि हामीसँग पनि हैन खतरा छ नि एउटा भाइको। के हो हाम्रो नेपालकै जस्तो बोडीहरू छ रहेछ त नि पुरै। अनि यहाँ चाहिँ एउटा भर्खरै भनेको क्याफे छ है गाइस हैन। टक्कसँगले साथी जाडोमा टक्क कफी यहाँ खान आउनु चाहिँ खतरा हुन्छ है गाइजहरू हैन। उतै भाइ त रन्किसक्यो हैन। यो यस्तो दामी छ क्या दामी छ नि हैन। मेरो चाहिँ 4 वर्ष भइसक्यो है भ्लगिङ स्टार्ट गर्नु थालेको। तर यहाँ 4 वर्षमा 1000 पनि पुगेको छैन कि सब्सक्राइब। न भ्युज जान्छ न के जान्छ हैन। के गर्नुपर्ने भयो क्या यो चाहिँ। तपाईहरुले यसरी फोहोर लाँदो रहेछ पुरै। अनि सपोर्ट गरिदिनु पर्ने भयो क्या गाइजहरू है। हामी चाहिँ यहाँदेखि उता जान्छौँ हैन। यहाँदेखि उता चाहिँ हामी गाउँ रे हामी काम गर्ने जाने बाटो ठाउँ हो। यहाँ सर्प मदिराको रहेछ। अनि हाम्रो एउटा हिरो भाइ छ यहाँ हैन। जम किन रन्किएको हो यति साह्रो? जाडो हुँदैन र? तिमी अलिकति बच्चै छौ क्या जाडो हुँदैन क्या अहिले। म चाहिँ अलिक बुढेसकाल लाग्यो त्यही भएर जाडो हुन्छ। टक्क ज्याकेट लगाएर हिँडेको छु हैन। खनाल सर आइपुग्यो खनाल भाइ। लास्टै घुम्यो त हौ पहिला आएको साल नै। के गर्दैछ केटा? ओ यो गाडी त कहाँ सिधै आएको जाँठो। कता गएको यता न? भोलिदेखि चाहिँ कहाँ पानी निको हुन्छ ठिक हुन्छ कि? भोलिदेखि चाहिँ पानी पर्दैन कि के छ भने? तिमी पनि एउटा मौसम विज्ञ मान्छे नै हो। अझै पर्छ है? अझ त मेरो त ढाड दुख्यो क्या अस्ति यार सुत्दा। गरेको नि।
घुर्नु किन आदि मात्र काम गर्नु भएको ए ती साथै भाइहरूको याद आयो त्यही भएर नि ल मेरो स्थान हेर्नु ल देखाउ न यार मेरो पनि 100 जनाले त हेरिदिन्छ यार मान्छेले ए अलिक भएन 100 जना त भ्युवर्स छ यार ओ यता चाहिँ नल्याऊ है छिटै 1 लाख धन्यवाद गाडी आउँदैछ पछाडि के गर्नुपर्ने भयो गाडी आयो भने ए भगवान भिज बढाउनु पर्यो भन्ने बेला मैले नि यार आज दिन काम गर्दा अनि अर्को गीत अनि गर्ने भन्दै हुन्छ त थाहा भएन सोधेर लान्छ है यो काठ चाहिँ कहाँदेखि ल्याउँछ है यिनीहरूले यहीँ कोरियामै होला नि होइन आर्जुनाले मलेसियाबाट ल्याएको भने जस्तो विदेशबाट ल्याउँछ तर खालको त एउटा दाइसँग बोलियो 3 घन्टै जस्तो आज एउटा दाइसँग 3 घन्टा जस्तो बोलियो जहाँ अनि लामै सुत्यो पानीले बढीले त अब लस्टै बिजोग गर्यो नि हाम्रो नेपाल त भाइ हाम्रो सङ्घसम्म त्यस्तो खासै केही भएन होला तर इलामतिर चाहिँ ढुट्टो भयो क्या भाइ तिमीहरू त्यो खोला त्यो पनि बाढी आएन पुरै मलाई त डेन्जर लाग्छ क्या त्यो गहिरो चाहिँ छैन त्यो होइन तर एकदम खेती गर्ने खालको आउँछ क्या धरो आउँछ क्या गहिरो चाहिँ छैन तिमी र म त कहिले पाएको हौ कति आउने आफै यहीँ आएको अनि आउनु परिहाल्यो नि छैन होला केही त्यस्तो नयाँ लगेछौ कपडाहरू त यो फ्रीको सामानहरू Let's go. यहाँ माथि नजाने पुरै कत्रो चर्को भन्छ नि यिनीहरू पाकिसक्यो त्यो भाइ अलिकति पाकिसक्यो क्या कालो भइसक्यो यिनीहरूलाई चाहिँ यिनीहरू यो नि कालो भइसकेको छ उयो रहेछ ठिक 이거는 넣지 말란다 지금 이때. प्लास्टिक पका पार्ने हो अनि ल्याउने हो
त्यो त हामीले टिपेको होला हौ यस्तो नि हाल्दो रहेछ नि त हजुर भाइ के चाहिँ के लाने भयो सामान त सबै सकिएछ क्या हो सामान त सबै सकिएछ क्या उसले गर्दा छुसक्ले गर्दा छुसक्ले गर्दा के बिस्कुट त होला नि म त भर्खरकै खाना खाएर 2 बजे 3 बजे खाना खाएको त हो अनि त्यही भएर अनलाइनदेखि पैसा कमाउँ भनेको भन्दा भएन यार यो लेट्स गो अब घर गइन्छ है ओ ओ ओ ओ घुम्न यार साइकल घुम्न घुम 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 ओके ओ ओ ओ ला आमा ठोकी गयो नि हो झनै ठोकाइदिएँ यार यो हिँड त भाइ म तिम्रो पछाडि आएर डङ्गै ठोकाइदिन्छु सानो बाटो छ है गाइज यहाँ अब घर गइन्छ त्यसपछि सुतिन्छ है गाइज तपाईँहरूको छुसाक कस्तो भयो होइन हाम्रो चाहिँ छुसाक यस्तो भयो हिँड्दैछु त्यही राम्रो फुल छ नि भाइ पछि तर तिमी पनि पो आइपुगिसकेको थियो होला यो फुल फुल्दा त राम्रो फुल्ने रहेछ तर साह्रै छिटै मर्ने रहेछ क्या साकुरा मात्रै होला हिउँ त भेटिहाल्छ नि बिस्तारै झरिसकेको थिएन है छिटो झर्छ क्या